खुसी हुनको लागि अरूको साथ चाहिँदैन, आफ्नो साथ र भरोसा र आत्मविश्वास भयो भने हुन्छ। हेलो एभ्रिवान, वेलकम टु माई ब्लग। हजुरहरूलाई धेरै धेरै स्वागत छ मेरो ब्लगमा। आज चाहिँ म अलिक ढिलो नै आएको थिएँ, भन्दा पनि बसमा आएको, अनि अलिक जामसाम पनि थियो। आज मन्दिरसम्म जाने भएर होला। यहाँ चाहिँ ट्राफिक जीवहरूले चाहिँ ट्राफिक नियमको पालना गराऊँ भनेर प्रोग्राम गराइरहनु भएर छ। त्यही पनि ट्राफिक नियमको उल्लङ्घन गर्दै मान्छेहरू चाहिँ होइन हिँडिरहेका थिए। म चाहिँ हाँस्दै हाँस्दै यो के हो यस्तो ट्राफिक नियमको पालना गरौँ भन्दै प्रोग्राम भइरहेको छ उतिर। उतातिर चाहिँ के अरे जेब्रा क्रसिङबाट मान्छे हिँड्ने टाइम नभइकन हिँडिदिने गरिराख्नु भएको थियो। अनि त्यहाँ चाहिँ अनि म चाहिँ गफ लगाउँदै लगाउँदै थिएँ, अनि ड्याङ्ग गरेर केही पड्किँदो रहेछ। अनि मलाई चाहिँ अनि कस्तो डर लाग्यो, बम फ्याँक्यो कि क्या हो भन्दै अनि हाँस्दै हाँस्दै एक्लै नै हिँडेँ। अनि आज चाहिँ म अफिस आउँदै थिएँ, अनि मेरो साथीले चाहिँ कल गरेर आज मन्दिर जाऊँ न त नि, हामी पनि आउँदैछौँ भनेर भने। अनि म चाहिँ हुन्छ नि त, ल केही छैन, म पनि यसो आधी घन्टा लेट गएर भए पनि जान्छु नि त नि, धर्मकर्ममा लाग्नुपर्छ भन्दै। अनि म चाहिँ जाँदै थिएँ, अनि साथीले मलाई फोन गरेको थिएँ, कहाँ आइपुगेको, हामी यहाँ आइपुग्यो, जो छिटो आउँछ त्यही चाहिँ पशुपति भिजन अगाडि बस्छ, अनि सँगै जानुपर्छ भन्ने चाहिँ हाम्रो चाहिँ यो कुराकानी थियो। अनि म चाहिँ अलिक ढिलै भयो जेब्रा क्रसिङमा, त्यहाँ एकछिन उभियौँ, गाडीहरू गइरहेको थियो, अनि अलिक ढिलो भयो। आज जाम ठिकै थियो, पहिलेको भन्दा पनि धेरै त थिएन, त्यही पनि अलिअलि जाम नै थियो, किनकि आज मन्दिर जाने आउने मान्छेहरू होइन। खोइ कति वर्ष पछाडि चाहिँ आज सोमबार अनि पुर्णे कि औँसी, सोमबारे औँसी परेको थियो अरे। अनि त्यही भएर चाहिँ मान्छेहरू पूजाआजा गर्नको लागि मन्दिर जानुहुन्छ नि त नि। म पनि धर्मकर्ममा लाग्छु गाइस, तपाईँहरूलाई लाग्छ होला यो त्यस्तो भन्ने सोच्नुहुन्छ होला। अनि म चाहिँ ठ्याक्क आइपुगेँ, साथीले कल गरिरहेको थिएँ क्या, अनि मैले चाहिँ कल सलो रिसिभ गरेर अनि ठ्याक्क आइपुगेँ। ऊ चाहिँ कहाँ छ थाहा छैन मलाई अब फेरि। अनि उसलाई कल गरेर अनि यहाँ उहाँ पर्खेँ एकछिनसम्म चाहिँ अब कतिखेर आउने हो भन्दै। अनि ठक्क हाम्रो चाहिँ साथी र हाम्रो चाहिँ भेट पनि भइसक्यो। अनि हामी चाहिँ यहाँनिर अब त्यहाँ दिदीहरूलाई चाहिँ हामीले कुरिरहेको थियौँ। अनि हो र हेलो भन्दै मेरो ब्लगमा अनि हेलो भन्दै अनि हामी चाहिँ यहाँ अगाडि गयौँ, 1 नम्बर गेटमा गएर, अनि यता हामीले चाहिँ परेवालाई चारो दिँदैछौँ क्या। परेवालाई टक्क चारो भित्र जान पाएन किनकि कति धेरै भिड थियो। अनि मलाई यता अफिस आउन पनि ढिलो भइरहेको थियो। अनि बाहिर नै घुम्यौँ, भित्र अब यस्तो क्या के अरे हुन्छ नि, लेखेको छ भने चाहिँ पुरा हुन्छ भन्छ नि। अब जान जुरेको थिएन, गइएन भित्र होइन, बाहिर यता परेवालाई चारो सारो दियौँ। अनि टक्क यहाँ परेवाला उडाउँदै म चाहिँ कस्तो खुसी हुन्छु नि त नि, बच्चा जस्तो हुन्छु नि। त्यही भएर यहाँनिर पुरा फोटोसुट पनि भयो। अनि मैले पनि यहाँ चारो दिएँ परेवालाई, अनि टक्क लगाएर अब चाहिँ हामी पुरा मुख पर्दैछु, फेरि काली ध्वासी मुख पर्दैछु। अनि यहाँनिर अनि उता फोटोसुटको कार्यक्रम पनि भइरहेको थियो, क्यामेराम्यान चाहिँ उता पुरा बहिनी, अनि त्यसपछि अनि यहाँ उता। अनि म चाहिँ त्यहाँनिर पुरा हेर्नु अनुहार देखाएको, त काली भएको छुइनँ, हुन त काली नै हो, त्यही पनि अब कालो त हुन्थ्यो। अनि यहाँनिर परेवाले चाहिँ टक्कको मान्छेले चाहिँ परेवा बुर उडाउँदै थियो क्या। अनि भिडियो बनाउँदाखेरि चाहिँ नउडाउने, अनि भिडियो बनाउँदामा हाम्रो दाजु हिँड्नुहुँदैछ पुरा सिउसी भएर। अनि उहाँ नकसले परेवा उठाएको कस्तो मजाले क्या। हामी चाहिँ खुसी हुँदै वाउ भन्दै अनि भिडियो बनाउँदै थियौँ। अनि मैले पनि साथ अब हामी के गर्न जाने रे? अब हामी दही खान जाने। हामी दही खान जाने। तपाईँहरू चेक गर्नु भने मिठो छ भने ल। अस्ति शिवरात्रिमा आउँदाखेरि त हामीले चिया खाएर गएको थियौँ, पुरा अहिले फोटो पनि छ होइन। अब हामी यहाँ दही खान जाँदैछौँ गाइस। साथी र म चाहिँ दही खान जाने भन्दै गएर चाहिँ अनि हामीले पानी खायौँ क्या। सुरुमा चाहिँ अब पानी खायौँ, टक्क दही खाने भन्दै हामी गएको गाइस। तपाईँहरूलाई के थाहा हामीले दहीको साटोमा के खाएर आयौँ भनेर होइन। दही अनि पानी खायौँ हामी दुईजनाले भएर होइन। अनि म चाहिँ मोबाइल समातिरहेको थिएँ, मलाई पानी लगाइदिँदैछ। अनि त्यसपछि दही खाने भन्दै हामी गएको, खिर खाएर आएको बिहान। दही चाहिँ होइन त खिर रहेछ क्या। अनि हामीले यहाँनिर पुरा खायौँ, अनि अब निस्क्यौँ होइन, प्रसाद खाएर निस्क्यौँ। अनि किनकि मलाई ढिलो भइसकेको थियो, यस्तै रहेछ। अनि यता लासहरू जलाउने पालि पनि आइयो क्या। यसो त्यहाँबाट चाहिँ मसिँदै हुन्थ्यो नि त नि, यता लास जलाउने ठाउँमा आइयो। हेर्नु हाम्रो जिन्दगी के चाहिँ रहेछ र हेर्नु त, आखिरमा जाने भने यहीँ नै हो। बाचुन्जेली धन पैसा काम गाडी भन्दै हामी दुःख गरिरहेछौँ, अन्तिममा जाने भन्ने त यहीँ नै त हो। अनि हेर्नुहोस्, लोभ लालच केही छैन क्या। नाङ्गो शरीर लिएर आएको थियौँ, नाङ्गै गइन्छ क्या।
अब म चाहिँ अनि अब फर्किनु पनि पर्ने भएर अनि अफिसमा आज सर पनि अलि ढिलो आउने भनेर भन्नुभएको थियो अनि म चाहिँ अनि यहाँ हेर्नु ब्यालेन्स सरकारले यस्तो बनाउनु भएको छ अब त्यहाँनिर राम्रो केही होला त्यहाँ त अब फोहोर हुन्थ्यो के हुन्थ्यो नि त अनि पहिले त अब यहाँनिर चाहिँ अब राम्रो हुन्छ होला भन्दै भन्दै आश गर्दै म चाहिँ अनि लागि गाइज होइन जे होस् राम्रोको लागि हुने हो होइन बाई बाई गाइज हजुरहरूलाई धेरै धेरै धन्यवाद।